आइपुगेको छु अनि यो हस्पिटल तपाईँको यसरी छ, व्यवस्थित छ, बडा राम्रो लाग्यो मलाई हैन। यहाँ तपाईँको सबै कुकुर बाख्राहरूको इलाज हुँदो रहेछ अनि यस्तो जर्मन शेफर्डदेखि लिएर अब सानो स्पिचको पनि इलाजहरू हुँदो रहेछ। यहाँ विराटनगरको हो यो। अनि मैले यो देखाउँदा अब तपाईँहरूलाई के देखाउन चाहिरहेको थिएँ भने यहाँ हाम्रो पसलहरू पनि छ हैन। यहाँ जस्तो माथि यशोदा भेट फार्म छ, मनमोहन भेट फार्ममा छ अनि त्यस्तै यहाँ हाम्रो भगवती एग्रो फेट पनि रहेछ। अनि मलाई के भयो भने यहाँ जानु मन लागिरहेछ, सबैतिर हेरौँ यहाँ के रहेछ, कस्तो कस्तो पाइँदो रहेछ भन्दाखेरि। अनि यो तिनवटा औषधि पसलहरूमा मैले हेर्दाखेरि चाहिँ यहाँ चाहिँ कस्तो अलिकति डिफ्रेन्ट देखेँ कि यहाँ चाहिँ अलिक बढी मात्रामा सामानहरू राखेको देखिरहेको छु होइन। अब हेर्नु कुकुरहरूको बस्नेको लागि यो रहेछ। भाइ यसको दाम कति पर्छ? यो होलसेलमा 1150 उहाँहरूले दिइरहनु भएको रहेछ होइन। यो डगको यो लाउने लुगाहरू रहेछ होइन, कति राम्रो रहेछ। अनि त्यसपछि यसमा पनि यसरी सजाएर राख्नु भएको रहेछ, कति राम्रो हेर्नु, कति राम्रो छ। अनि गणेश भाइ अरू यो के छ, कतिको सेल हुन्छ यहाँ? यो राम्रो हुन्छ भाइ, यहाँ राम्रो सेल छ है। यहाँ यसरी रहेछ, उहाँहरूको व्यवस्थित रूपमा छ। अनि मलाई एउटा हेर्नु मन लाग्ने कुरोहरू के रहेछ, डग फुडको साथसाथमा तपाईँको अरू गाईहरूको सम्बन्धी होइन सामानहरू पनि यहाँ पाइँदो रहेछ। यो क्याटको रहेछ। अनि त्यसपछि मलाई चाहिँ एकदम मनपर्ने कुरा के छ, टोयलेट उठाउनुको लागि हामीलाई धेरै गाह्रो हुन्छ कि यो कुकुरहरूको लागि हेर्नु टोयलेट उठाउने सानो, यो चाहिँ कति पर्दैन? 150 रुपियाँ। यहाँ 150 रुपियाँ रहेछ। यो चाहिँ के हो? त्यो फिस टोय, कुकुरले खेल्ने टोय। ए कुकुरले खेल्ने टोय है। अनि हाम्रो यो चाहिँ सबै कुकुरका बलहरू, कुकुरका खेल्ने बलहरू रहेछ। ए अनि यो दाना चाहिँ के हो? 10 किलोको रहेछ। 10 किलो, 20 किलो यो आउँछ, 3 किलो, 1 किलो, 400 ग्राम सबै किसिमको आउँछ। अनि यो घाँटीमा लाउने बेल्टहरू पनि राम्रो रहेछ। र यो बहिनी कहाँबाट आएको तिमी? हजुर म घरबाट। घर कहाँ पर्यो? ए तालिम केन्द्रबाट यहीँ दैनिक आउने गर्छौ? के छौ यहाँ आउने कारण चाहिँ के सस्तो पाइन्छ? हजुर राम्रो पनि पाइन्छ। यो के हो? कुखुराको दाना हो? हजुर कसरी किलो यो? यो 50 रुपियाँ। अरे विराटनगरमा त 60 छ हो। यो त होलसेल पो रहेछ। ल यहाँ साउनी पनि हुनुहुँदो रहेछ है, धेरै राम्रो लाग्यो मलाई। यहाँ वेट गर्ने मसिनहरू छ, यो क्याच पनि रहेछ माथि है, कुकुरलाई राख्ने। ठिक छ, यो माथि हेर्नु कति राम्रो सजाएर डग फुडहरू मिलाएर राखेको छ। अब यो बेल्टहरू पनि सबै राम्रो देखेँ मैले। अनि भाइ यो चाहिँ के रहेछ हौ? यो ग्रेभी हो दाइ है, लिभर ग्रेभी, चिकन लिभर ग्रेभी। ए ल आजको लागि यति नै। यो सम्झिनु होला, विराटनगरको ठ्याक्कै पशु हस्पिटलको ठ्याक्कै अगाडि भगवती एग्रो के अरे भगवती एग्रोभेट। भगवती एग्रोभेट भयो। तिनटै मैले देखाइसकेँ। हजुरहरू आउनु होला, हाम्रो भाइलाई पनि यसो होइन सम्झिनु होला, सहयोग गर्नु होला होइन। विदेश जानुभन्दा हाम्रो यहाँ गरेको राम्रो। हवस् त, धन्यवाद आजको लागि।